ए रामे, यहाँ आइज न हो बाबु। यहाँ छोराले चिठी पठाएछ, यहाँ आएर पढ्दै पढ्दै बाबु आफूले आँखा राम्रोसँगले देख्दिन। खै आफै पढ्नु पर्यो, यो पनि भनेको मान्दैन, आउँदैन। आयो के लेखेछ बाबुले? बुवा सन्चै हुनुहुन्छ? म हजुरको छोरो राकेश अमेरिकाबाट बोल्दैछु बुवा। हतार हतारमा लेखेको बुवा। बुहारी अफिस गएकी छिन्, त्यही भएर लुकेर अलिक हतारमा लेखेको बुवा। पढ्न पनि सक्दिनँ, छाती दुखेर। बिरामी मान्छे, आफ्नो ख्याल गर्नु होला बुवा। अब हामी आउँदिनौँ, यही अमेरिकै बस्ने भयौँ। यहाँ घर किनेर हामी यतै बस्ने भइसक्यौँ बुवा। अब हामी कहिले पनि आउँदिनौँ। तपाईहरु आफ्नो ख्याल गर्नु होला बुवा। हतारमा चिठी लेखेको, अहिले बुहारी आउने बेला भइसक्यो अफिसबाट। देखो भने मार्छिन् मलाई फेरि। ल बुवा, 5000 पैसा पठाइदिएको छु, घर खर्च चलाउनु होला बुवा। आफ्नो ख्याल गर्नु होला बुवा। ल हजुरको छोरो राकेश। आयो एउटा छोरो भएको पनि नआउने भयो। अब त्यही एउटा छोरो थियो, नआउने भयो। यस्तै रहेछ मेरो भाग्य। अब यही घर छ एउटा, यही घर बेचेर ऋणपात तिर्दिन्छु। हामी बुढाबुढी के गएर वृद्धाश्रम गएर बस्नु पर्यो। आयो ए रामे, तिर्खा लाग्यो बाबु, पानी लेन। आयो कति दुःख गरेर छोरालाई पढाए, हुर्काए, खाइ नखाइकन हुर्काएर पढाए। दुनियाँ थो दुःख गरे, MBBS डाक्टर बनाए। आज हामीलाई छोडेर उतै बस्ने भयो। ठिकै छ बाबु, तिमी बस। हामी अस्ताइसकेको बुढाबुढी के छ र, आज छौँ भोलि छैनौँ।